पुरानो समयमा नेपालको हरियो वनजङ्गलले भरिपूर्ण क्षेत्रमा गधाहरूको ठूलो बथान बस्दथ्यो। ती गधाहरू आपसमा मिलेर घाँस चर्दै पानी पिउँदै रमाइलो जीवन बिताउँथे। तर तीमध्ये एउटा गधा विशेष थियो जसको नाम थियो धब्लो। धब्लो अरू गधाहरूभन्दा फरक थियो। ऊ सधैँ आफ्नो काममा ध्यान दिने इमानदार र परिश्रमी गधा थियो। तर एक दिन दुर्भाग्यवश धब्लोको खुट्टा भाँचियो। खुट्टा भाँचिएपछि धब्लो हिँडडुल गर्न नसक्ने भयो। अरू गधाहरूले उसलाई सहयोग गर्नुको सट्टा हाँसो र ठट्टाको पात्र बनाए। हेर्नुस् त, धब्लो अब काम गर्न सक्दैन, उनीहरू भन्दै हाँस्थे। धब्लोको मन दुख्थ्यो, तर ऊ हार मान्ने गधा थिएन। उसले सोच्यो, म यो अवस्थाबाट बाहिर निस्कनुपर्छ। एउटा दिन धब्लोले निर्णय गर्यो कि ऊ गाउँतिर जानेछ र त्यहाँ केही उपाय खोज्नेछ। आफ्नो दुखाइलाई बेवास्ता गर्दै ऊ बिस्तारै गाउँतिर लाग्यो। गाउँको छेउमा पुग्दा उसले शिवराज नामका एक गरिब किसानलाई भेट्यो। शिवराज दयालु र सहयोगी स्वभावका थिए। उनले धब्लोलाई देखेपछि सोधे, तिमीलाई के भयो गधा भाइ? धब्लोले आफ्नो समस्या सुनायो। शिवराजको मन पग्लियो। उनले धब्लोलाई आफ्नो घरमा लगेर उसको खुट्टाको उपचार गर्न थाले। जडीबुटीको प्रयोग गरेर उनले धब्लोलाई स्याहार गरे। केही हप्तापछि धब्लोको खुट्टा निको भयो। निको भएपछि धब्लो पहिलेभन्दा अझ फुर्तिलो र मेहनती भयो। ऊ शिवराजको खेतबारीमा काम गर्न थाल्यो। भारी बोक्ने, खेत जोत्ने, पानी तान्ने जस्ता कामहरूमा ऊ सिपालु बन्यो। गाउँका मानिसहरू धब्लोलाई हेरेर अचम्म मान्थे। यो त अद्भुत गधा रहेछ, उनीहरू भन्दै प्रशंसा गर्थे। एक दिन जङ्गलका अरू गधाहरूले धब्लोलाई भेट्न आए। उनीहरूले देखे कि धब्लो अब पहिलेभन्दा धेरै फुर्तिलो र बलियो भएको छ। उनीहरू अचम्मित भएर सोधे, धब्लो, तिमी कसरी यस्तो फुर्तिलो भयौ? धब्लोले मुस्कुराउँदै भन्यो, जब म समस्यामा परेँ, मैले हार मानिन। मैले सहयोग खोजेँ र आफ्नो कमजोरीलाई शक्तिमा बदले। यो सुनेर अरू गधाहरू लज्जित भए। उनीहरूले धब्लोलाई हाँसोको पात्र बनाएको सम्झेर पछुताए। उनीहरूले धब्लोबाट पाठ सिकेर भविष्यमा कसैलाई पनि हेप्न नहुने निष्कर्ष निकाले। यस कथाले हामीलाई सिकाउँछ कि जीवनमा कठिनाइहरू आउँछन्, तर धैर्य, परिश्रम र सहयोगले ती कठिनाइहरूलाई पार गर्न सकिन्छ। अरूलाई हेप्नुको सट्टा सहयोग र समझदारीले समाजलाई अघि बढाउन सकिन्छ।